ऊ ऊ चोर होइन केवल धनको, ऊ चोर हो भरोसाको, चोर हो सम्बन्धको र भविष्यप्रतिको भरोसाको। उसले लुट्छ सिक्का होइन, मनभित्र जोगाएर राखिएको विश्वास। वर्षौको मेहनतले बनाएको एक आपसको सहारा र आस। उसका शब्दहरू सस्तो झुट होइनन्, ती त सुन जस्तै चम्किने छल हुन्, जहाँ सत्य लुकेर रोहिरहन्छ र झुट उत्सव मनाइरहन्छ। ऊ घरभित्र पस्दैन ढोका फोडेर, ऊ पस्छ मिठो बोलीको साँचो लिएर, र जब थाहा हुन्छ सत्य त्यति बेला ढिला भइसकेको हुन्छ धेरै। टुट्छन् सम्बन्धहरू उसको कारण, सन्देहले भरिन्छ प्रेम र अपनाम, किनकि एकजनाको पापले धेरै निर्दोष मनहरूलाई बनाइदिन्छ निर्जन। ऊ भविष्य चोर्छ योजनाबाट, हिम्मत चोर्छ हारेका आँखाबाट, फेरि उठ्ने साहस पनि उसैको चालले हराएर जान्छ साथ साथ। ऊ भाग्छ नाम बदल्दै, नम्बर बदल्दै, अनुहार लुकाउँदै, तर उसको पापको छाया जहाँ गए पनि पछाइरहन्छ निरन्तर। ऊ चोर होइन केवल धनको, ऊ चोर हो मान्छे बन्ने अधिकारको, किनकि उसले बिर्सिएको हुन्छ मानवताको सबैभन्दा पवित्र आधार।